बुटवल महानगरपालिका वडा नम्बर 8 सुक्खा नगरमा अवस्थित यस ती बोर्डिङ हाई स्कुलले आफ्नो 43औं स्थापना दिवसको अवसरमा आयोजना गरेको 11औं दीप गान्तारा प्रतियोगितामा आउनुभएका सम्पूर्ण अतिथिगण, हाम्रा आमन्त्रित महानुभावहरू, हिजोको प्रतियोगितामा छनौट हुनुभएका 20 विद्यालयका 20 प्रतिनिधि विद्यार्थी, शिक्षक प्रतिनिधि लगायत आजको यस कार्यक्रमका निर्णायक मण्डल, सँगसँगै यस विद्यालयको विद्यालय व्यवस्थापन समितिका उपाध्यक्षज्यू, पदाधिकारीज्यूहरू, प्राचार्य उपप्राचार्यज्यूहरू, त्यसैगरी तहका संयोजकज्यूहरू, सँगसँगै शिक्षक शिक्षिका र यो दीप गान्तारा 11औं संस्करण सम्पन्न गर्नका निम्ति गठित मूल आयोजक समितिका सम्पूर्ण पदाधिकारी साथीहरू र विभिन्न उपसमितिमा रहनुभएका साथीहरू र हाम्रो यो कर्मलाई निरन्तर रूपमा साथ दिनुहुने सम्पूर्ण पत्रकार साथीहरू र शुभेच्छुकज्यूहरू र सँगसँगै दीप बोर्डिङ हाई स्कुलले आयोजना गर्ने विभिन्न अतिरिक्त क्रियाकलापहरूमा हातमा हात राखेर हामीलाई साथ दिनुहुने सम्पूर्ण महानुभावहरूमा म आजको कार्यक्रम सञ्चालक पुरुषोत्तम पाण्डेको तर्फबाट हार्दिक न्यानो अभिवादन तथा स्वागत व्यक्त गर्न चाहन्छु। आज हामीले दीप गान्तारा प्रतियोगिताको 11औं संस्करणको ग्रान्ड फिनाले प्रस्तुत गर्न गइरहेका छौँ। त्यसका लागि सम्पूर्णले एकचोटि जोरदार ताली बजाइदिनुमा हार्दिक अनुरोध गर्दछु। वास्तवमै दीप आफैमा पनि दीप चाहिँ बलिरहेको छ। आज यो प्लेटफर्मले एउटा राष्ट्रिय कलाकारको जन्म गराउनेछ, त्यसैले आज एउटा राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्मका लागि एकचोटि फेरि जोरदार ताली बजाइदिनका लागि म अनुरोध गर्दछु। सँगसँगै आजको प्रतियोगितामा हिजो 45 जना विद्यार्थी भाइ बहिनीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो र त्यसमध्ये 20 जना छनौट हुनुभएको छ। ती छनौट हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई सफलताको लागि फेरि एकपटक ताली बजाउँ, त्यसपछि हामीले आजको कार्यक्रमलाई सुरुवात गर्नेछौँ।